सबैजनालाई एकपल्ट फेरि स्वागतम भिडियोमा र यसमा मैले ब्याट्री र तार लिइसकेको छु। अब छुट्टै कलरको तार छुट्टै टर्मिनलमा म सोल्डिङ हान्दिन्छु। सोल्डिङ आइरन नभएको बेलामा तपाईले टेपहरु पनि युज गर्न सक्नुहुन्छ, दागहरु युज गर्न सक्नुहुन्छ र राम्रोसित गमले पनि टाँसिन सक्नुहुन्छ। त्यो नि राम्रोसित काम गर्छ। म चारवटा सानो लाइटहरु लिन्छु र त्यसलाई प्यारेलल कनेक्सनबाट जोडिदिन्छु सबै चारवटै लाइटहरुलाई, ताकि हाम्रो एउटा ब्याट्रीबाट सबै लाइटहरु राम्रोसित बलोस्। ल अब म फटाफट सोल्डिङ गरिदिन्छु सबै लाइटहरुलाई। प्यारेलल कनेक्सन गर्नको लागि सबै लाइटहरुको पोजिटिभ टर्मिनललाई एउटा तारले जोडिदिनु अनि नेगेटिभ टर्मिनललाई अर्को तारले जोडिदिनु अनि लाइटहरु बिचको ग्याप पनि सेम राख्दिनु होला। त्यसले गर्दाखेरि सबै लाइटहरु बल्दाखेरि ब्राइटनेस इक्वल आउँछ र त्यसपछि राम्रोसित काम गर्छ। लेट्स गो, सबै लाइटहरु राम्रोसित काम गरिरहेको छ। अब यसको बेस बनाउनको लागि म यो कोन्सेप्टको भाँडो लिन्छु र यसलाई ब्याट्रीको साइज जतिकै काट्छु ताकि ब्याट्री ठ्याक्कै फिट भओस्, हेर्दा राम्रो देखियोस् र स्ट्यान्डको पनि काम गरोस् राम्रो वाला। त्यो भन्दा पहिला एउटा ब्याट्रीको तार र लाइटको तारलाई जोडिदिन्छु र अर्को तारलाई चाहिँ खाली छोडिदिन्छु ताकि त्यहाँ हामीले स्विच लगाउन सकौं फ्युचरमा। अनि हाम्रो लाइटहरुलाई चाहिँ त्यसमा यो भन्नाले यो सानो काठको यसमा टास्नको लागि म टेप युज गर्छु र बिचबाट पनि टेप लगाइदिन्छु तारहरुमा ताकि लाइट्सहरुको ब्राइटनेस राम्रोसित आओस्, जसले गर्दाखेरि पुरै लाइटको ब्राइटनेस चाहिँ हाम्रो अगाडि आउँछ र त्यसपछि हामीले कामहरु गर्न सजिलो हुन्छ। अब हामीले दुईटा पेन साइड बाइ साइड टास्ने टेपले र त्यसको माथि पनि दुईटा पेनलाई टास्दिने र त्यसको माथि चाहिँ हामीले एउटा व्हाइट कलरको व्हाइट सिट टास्न सक्छौं, जसले गर्दा लाइटलाई स्प्रेड हुन टाइम पाउँछ। टेपहरु टास्दा चाहिँ लाइटको माथि टेप नटास्दिनु होला, त्यसले गर्दाखेरि पछि लाइट तात्ने र त्यसपछि ब्राइटनेस पनि कम हुने समस्या हुन सक्छ। लाइट बलेको चाहिँ नछोपिने तरिकाले टेप लगाइदिनु होला। ल हामीले यो टेपलाई पछि काट्न पर्ने हुन्छ, त्यही भएर अलि थोरै टेप लगाइदिनु होला। अनि त्यसपछि टेप काटेर त्यो टेपको एन्डिङ जहाँ छुन्छ त्यसको वरिपरि गमले टास्दिनु होला ताकि त्यो सबै कुरा राम्रोसित टाँसियोस्। हेर्न सक्नुहुन्छ मैले त्यो खाली पेनहरुलाई यसै टाँसिसकेको छु। अब त्यसपछि व्हाइट कलरको एउटा कुरा टास्न सक्नुहुन्छ, नभए तपाईले पेपरहरु पनि टास्न सक्नुहुन्छ। म यताबाट भादिन्छु यसलाई यसरी ताकि लाइट चारै डाइरेक्सनमा बराबर तरिकाले फैलियोस् र यसलाई टास्दा पनि लाइटहरुलाई नछोप्ने तरिकाले टास्न पर्ने हुन्छ र मेरो एउटा लाइट छोपिसकेछ पहिले, त्यही भएर त्यो टेपलाई काटेर अनि लाइटलाई म माथि निकालेर त्यसपछि फेभिकलले टास्दिन्छु हो यसरी। लाइटको तार निक्लेछ, त्यही भएर मैले सोल्डिङ आइरनले फेरि टास्दिए। व्हाइट पार्टलाई यसको माथि टाँसिसके। अब त्यसपछि यो सेतोवाला टेपलाई नि यसको माथि चाहिँ लगाइदिन्छु। यो सेतोवाला टेपलाई म चारैतिरबाट कभर गरिदिन्छु ताकि हेर्दा नि राम्रो देखियोस् र त्यसको एन्डिङतिर चाहिँ गमले टाँसिदिन्छु ताकि टेप धेरै लाउन नपरोस्, हेर्दा राम्रो देखियोस्। भित्रको त्यो एक्स्ट्रा टेपलाई काटिदिन्छु ताकि त्यसले गर्दाखेरि लाइटलाई नछेकियोस् र बाँकी हेर्न सक्नुहुन्छ दामी चलिरहेको छ। यो ब्राइटनेस सबै बराबर छ सबैतिरबाट। अब यसलाई राम्रोसित टेपले टास्दिम ताकि यसको कभरहरु कहीँबाट ननिक्लियोस्। अब यसमा म ब्याट्री जोडिदिन्छु यसरी फेभिक्विकको हेल्पबाट ताकि ब्याट्री र स्ट्यान्ड सँगै जोडियोस् राम्रोसित। अब यो गोलोवालालाई ब्याट्रीको साइज जति काट्ने या त भन्दा हल्का ठुलो काटे हुन्छ ताकि ब्याट्री ठ्याक्कै फिट भओस् र त्यसपछि स्ट्यान्ड पनि काम गरोस्। ब्याट्रीको वेटले गर्दाखेरि त्यो ब्यालेन्स मिलेर लाइट राख्दाखेरि चाहिँ नखसोस्। अब एउटा सानो बट्टाको ढक्कनमा यसलाई म टाँसिदिन्छु यसरी। गमले मात्र यो टाँसिदिँदैन, यसलाई राम्रोसित टाँस्न खाने गम लगाइदिनु होला र त्यसको माथि हल्का नुन हाल्न सक्नुहुन्छ, नभए के पाउडर या फिर धागो राखिदिनु होला। तात्छ अनि त्यसपछि चाहिँ त्यो राम्रोसित टाँसिन्छ। अब यो तारलाई म यसरी तल तान राखेर त्यसपछि त्यसको माथि टेप लगाइदिन्छु ताकि त्यसले पछि झ्याउ नगरोस्। ब्याट्रीलाई चार्ज गर्नको लागि ब्याट्रीको दुईटा टर्मिनलबाट एकवटा वायर निकालिदिन्छु र त्यसलाई चाहिँ हाम्रो चार्जरको रूपमा राखिदिन्छु ताकि चार्ज सकेको बेलामा त्यसले इजिली चार्ज गर्न सकौं। तर ती तारहरुलाई म हल्का छुट्टा राखिदिन्छु। स्विचको तारलाई चाहिँ नजिक राखिदिन्छु, बाकी चार्जर जोड्ने तारहरुलाई चाहिँ म छुट्टा राखिदिन्छु ताकि सर्ट भएर झ्याउ नहोस् पछि।
अब यो लाइटलाई चाहिँ यो स्ट्यान्डमा टाँसिदिन्छु फेभिक्विकको हेल्पबाट। अब यो व्हाइट टेपले सबैतिर कभर गरिदिन्छु ताकि हेर्दाखेरि राम्रो देखियोस्। अब यसलाई राम्रोसित टेपले टाँसिदिउँ ताकि यो ननिक्लोस् र तारहरूलाई छुट्टै छुट्टै राखौँ। र बाँकी हेर्न सक्नुहुन्छ फाइनली यो बनिसकेको छ र दामी देखिरहेको छ। ब्राइटनेस चाहिँ यसको हल्का कमै छ र यी अँध्यारोमा चाहिँ एकदमै राम्रो देखिन्छ। बाँकी यो हामीले होमवर्क गर्दाखेरि त्यसपछि अनि अरू सानोतिनो काम गर्दाखेरि युज गर्न सकिन्छ। यसको ब्राइटनेस कम छ त्यही भएर यसले आँखामा पनि धेरै असर पार्दैन। र यस फाइनली इट इज डन। हेर्न सक्नुहुन्छ सबै कुराहरू राम्रोसित देखिरहेको छ। यसलाई बनाएकै त्यसैले हो ताकि ब्राइटनेस कम होस् र यस अलि मिनिमम ब्राइटनेस होस्, त्यति कम पनि नहोस्, एटलिस्ट कामहरू गर्नको लागि सजिलो होस्। हेर्न सक्नुहुन्छ मेरो हात राम्रोसित देखिरहेको छ त्यो अँध्यारोमा पनि। र यस फाइनली यसले भने जस्तै काम गरिरहेको छ। र गाइस तपाईँले यसरी आफ्नो स्टडीको लागि एउटा मस्त लाइट बनाउन सक्नुहुन्छ र कुनै वर्कहरू कामहरू गर्न छ भने पनि यो लाइट बनाएर कामहरू गर्न सक्नुहुन्छ। बाँकी यस यो भिडियोमा यति नै, बाँकी अर्को भिडियोमा मिल्नेछौँ। त्यतिखेरसम्म बाई बाई सबैजनालाई, टेक केयर। यस।